हाई, आज चाहिँ म कलेजमा चाहिँ के गरेँ भनेर देखाउँछु है त। सबभन्दा पहिले चाहिँ म रेडी भएँ, ब्याग प्याक गरेँ अनि यस्तो घरमा पनि तातो पानी बोकेर गएँ किनभने रुगाखोकी लागेर मेरो घाँटी दुखेको छ। अनि धन्नै सक्स लाउँदाखेरि लडिनँ। रेडी भइसकेपछि चाहिँ म क्लासको लागि निस्केँ होस्टेलबाट। बाहिर कस्तो राम्रो मौसम भइरहेको रहेछ, पानी नि परिरहेको थियो अनि म कुद्दै कुद्दै क्लासमा गएँ। अनि आज चाहिँ हाम्रो ब्रेकभन्दा अगाडि चाहिँ बेसिक लाइफ सपोर्ट ट्रेनिङको लेक्चर प्लस प्र्याक्टिकल दुइटै थियो। फर्स्टमा चाहिँ हामी आफ्नै क्लासरुममा थियौँ, त्यो पछि चाहिँ लेक्चरको लागि चाहिँ लेक्चररमा गयौँ अनि 2 घन्टाको लेक्चर लिएर प्र्याक्टिसको लागि बाहिर आयौँ। त्यो पछि हामीले बेसिक लाइफ सपोर्टभित्र हाई क्वालिटी सिपिआर र चकिङको फर्स्ट एड प्रोसिजरहरू सिक्यौँ। सिपिआर चाहिँ जेनरली हृदयघात, करेन्ट लागेमा, पानीमा डुबेमा आदि जस्ता अवस्थामा मुटुको चाल बन्द भएमा दिन सकिन्छ। सो कुनै व्यक्तिको सास बन्द हुन्छ र अचेत हुन्छन् भने सिपिआर चाहिँ तुरुन्त सुरु गर्नुपर्छ। अनि चकिङ भनेको चाहिँ मानिसको श्वास नलीमा कुनै वस्तु अड्कियो भने निसासिने अवस्था हो। यस्ता प्राथमिक उपचारको ज्ञानहरू केवल स्वास्थ्यकर्मी मात्र नभएर साधारण नागरिकले पनि सिक्नुपर्छ, अभ्यास गर्नुपर्छ र आवश्यक परे प्रयोग गर्न पनि डराउनु हुँदैन। अनि यो हाम्रो प्र्याक्टिस सकिसकेपछि मेरो ब्रेक भयो। मैले होस्टेलमा गएर मेसमा खाना खाएँ अनि बाहिर मौसम राम्रो भएको थियो। एकछिन घुमेर फेरि 2 घन्टाको लेक्चर अटेन्ड गरेर म होस्टेल गएँ। बाई बाई।